साथै तपाईसँग आइफोन र एप्पल वाच दुईटै छ भने यो दुईटाको ट्रिक म तपाईलाई सिकाउन गइरहेको छु। यदि तपाईको आइफोन लस्ट भयो अब तपाईसँग वाच छ भने तपाईले कसरी आइफोनलाई भेटाउन सक्नुहुन्छ। सबभन्दा पहिला वाचमा जानुहोस् र कन्ट्रोल सेन्टर निकाल्नुहोस्। यसको लागि नयाँ भर्सनमा यो साइड बटन क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ। अब यसमा तपाईले एकचोटी ट्याप गर्नुहोस्। साउन्ड आइफोनबाट आयो। यसलाई एकछिन प्रेस एन्ड होल्ड गर्नुहोस्। यदि मोबाइल अँध्यारोमा छ र तपाईलाई लाइट चाहिन्छ भने यसलाई ट्याप एन्ड होल्ड गर्नुहोस्। फ्ल्यास लाइट सँगै बल्यो। यो त भयो वाचबाट आइफोन पत्ता लगाउने उपाय। अब त्यस्तै आइफोनबाट वाच हरायो भने पत्ता लगाउने कसरी त? त्यसको लागि तपाईले सबभन्दा पहिला सेटिङमा जानुहोस्, कन्ट्रोल सेन्टरमा जानुहोस् र तल जानुभयो भने यहाँ तपाईले पिङ माई वाच देख्न सक्नुहुन्छ। यसलाई प्लस गर्नुहोस्, माथि आउँछ। त्यसपछि कन्ट्रोल सेन्टर ओपन गर्नुहोस् र तपाईले यसको तल जानुभयो भने यहाँ तपाईले वाचको पिङ देख्न सक्नुहुन्छ। अब मैले यसलाई एकचोटी टच गरिदिए भने यो साउन्ड वाचबाट आएको हो। यसरी तपाईले यदि वाच हरायो भने आइफोनबाट र आइफोन हरायो भने वाचबाट पिङ गर्न सक्नुहुन्छ। यस्तै टिप्सलाई हामीलाई फलो गर्नु होला।